र साथीभाइ हो, आज चाहिँ यो सजनाको फुलको म सब्जी बनाएर तपाईँलाई देखाउने छु। हेर्नुहोस् होला, यो अलिकति छिप्पिसकेको छ, चिच्चिलो आइसकेको छ। हेलो साथीहरू, नमस्कार सबैलाई र स्वागत छ मेरो च्यानलमा। र तपाईँहरूलाई चाहिँ आज म यो सजनाको फुलको रेसिपी बनाएर देखाउने छु। कतिले खानु भएको छ होला, कतिले खानु भएको छैन, र तपाईँहरूले अब कसरी खानुहुन्छ मेरो पारामा हेर्नुहोस् होला। सजनाको फुल चाहिँ यो उम्लेको पानीमा चाहिँ हाल्नुपर्छ। एकछिन चाहिँ मजाले उमाल्नुपर्छ, यसको रस खानुपर्छ, नत्र भने चाहिँ तितो हुन्छ। यसमा अलिकति हर्दी हाल्नु पर्यो अनि कम्ती मात्रामा नुन, अहिले फेरि हाल्नुपर्छ, त्यही कारण कम्ती हाल्दैछु। र यतिको पाकिसकेको छ। अब यसलाई चाहिँ मजाले निचार्नुपर्छ, निचारेर पानी फ्याँक्नुपर्छ। र अब चाहिँ यहाँ तेलमा कराईमा तेल हालिसकेको छ, खारिँदैछ। र यसको लागि चाहिँ यो अदुवा, लसुन, जिरा, डल्ले खोर्सानी पिसेको छ, टमाटर, प्याज, यसमा अझै गरम मसला पनि हाल्नुपर्छ। अनि यो चाहिँ निचारेर एकदम राखेको छ, यसलाई चाहिँ अब मसला बनाएर हाल्नुपर्छ। अब यो प्याज हाल्नु पर्यो, एकछिन प्याजलाई मजाले एकछिन खराउनु पर्यो। साथी हो, तेल चाहिँ अलिकति बेसी हाल्नुपर्छ यसलाई मजाले पकाउनलाई चाहिँ। र यो प्याज अलिक पाकेपछि चाहिँ आइको यो टमाटर एकैचोटि हाल्छु म चाहिँ, खोर्सानी, अदुवा लसुनको पेस्ट, अनि यो जिरा, यसरी एकछिन चलाउनु पर्यो। यसमा चाहिँ यो हर्दी अघि पनि हालेको छ, हर्दी त्यही कारण अलिक कम्ती हालेको छु। र यो रातो रङ अलिकति, अनि नुन पनि अब स्वाद अनुसार हाल्नु पर्यो, कति खानुहुन्छ। र यो गरम मसला, यो गरम मसला पनि अलिकति। अब यसलाई चाहिँ एकछिन चलाउनु पर्यो। मसला त मासु पक्ला जस्तो भइसक्यो र मसला यी पाक्दैछ। एकछिन मसला पकाएर चाहिँ म यो सजनाको फुल हाल्छु। मसला मजाले यसरी पकाउनु पर्छ। मसला पाकिसकेपछि यो हालेपछि एकैछिन पाकिहाल्छ। यो सजना फुल पाकेकै छ, एकछिन चाहिँ मसलामा पकाउनु पर्छ। र साथी हो, यो मसला पाकिसक्यो। अब म यो सजनाको फुल हाल्दैछु। अब यसलाई मजाले चलाउनु पर्यो। मजाले चलाएर चाहिँ अब एकछिन पाक्नुको लागि छोडिदिनु पर्यो। अब एकछिनलाई पाक्नलाई चाहिँ छोडिदिनु पर्यो। यसरी पाक्दैछ साथीहरू। अब पाकिसक्नु आँटेको छ। पानी चाहिँ हाल्नु हुँदैन, त्यही कारण तेल अलिक बेसी हाल्नुपर्छ।
र साथीहरू फाइनल्ली यो मेरो सजनाको फुल चाहिँ एकदम रेडी भयो। यसरी पकाउन सक्नुहुन्छ तपाईहरुले। हेर्नुस् होला एकदमै स्वादिष्ट भएको छ। र यो रेसिपी सब्जी कस्तो लाग्छ तपाईले लाइक अनि कमेन्ट गरिदिनुस् होला। अर्को फेरि भिडियो लिएर आउने छु। तबसम्मको लागि बिदा चाहन्छु। धन्यवाद।